बनाउने अब चाहिँ उसको पनि जान्छ हो हैन Ralo with 10 rupees only. यो चाहिँ कस्तो Ralo with 10 rupees. Stop. यहाँ फुस्कियो मिलाऊ यता 3 दिन हुन्छ त बम चाहिँ पड्किदै आन्टी हाँ 20 rupees के सामान 50 मा दिदैछ 50 यो हाम्रो दोकानमा 15 रुपैयाँ आउँछ यहाँ पनि 15 बिकाउन बेच्नु पर्ने तिमीहरूले दिदी यहाँको तिमी के गर्नु भएको मलाई दिनु यो किन्दिनु अरे हौ आमा किन्दिनु अरे अनि यो गुच्चालाई यहाँ यसरी होला र हैन यहाँ 5 यहाँ एकचोटी 2 3 4 5 चोटी पुराउनु भने जित्यो भने 50 आमा मै नखेलौँ ल खेल्न त यो घुमाउनु पर्ने आमा घुम्दैन त नि कति रुपियाँ रिटर्न आयो 35 खेलेको होइन यो चाहिँ के हो सोलर पावर सुरुमा यसको सुरु गर्न 10 रुपैयाँ चाहिन्छ यो चाहिँ यो चाहिँ पेपर बनाएको ह्यान्डमेड पेपर हो ह्यान्डमेड पेपर कसले बनाएको यो चाहिँ के गरेको आरा काटीको भित्र कसरी चल्छ हेर्ने यहाँ छ यहाँ मोटर चाहिँ मसँग यस्तो घुमाएर यहाँ डोरीले बाँधेर यस्तो बनाउने चाहिँ कसले बनाएको भनेको हजुर कसले बनायो 8 9 10 हरुको दाइहरु बनाएको 8 पास भनेको मैले यसमा चाहिँ मैले सघाएको छु ए तिमी चाहिँ कतिमा पढ्छौ 8 मा मै कसरी चल्छ भने यस्तो छ यहाँ भित्र मोटरले माथि मोटरहरु गर्छ यो चाहिँ थाहा भने यसको कसरी चल्छ यहाँ पनि मोटर छ दुईटा मोटर छ मोटर चलेको हुन्छ यो भनेको एकछिनमा देखाउँछु पनि न अझै एउटा यो भनेको जेसीबी यहाँ पानीको हाइड्रोलिक्सले गर्दा कसरी चल्छ भनेर गरेको छ लिक्विड प्रेसरले गर्दा हाइड्रोलिक्स पनि आफैहरू बनाएको नि सरहरूले पनि सघाउनु भएको नि के थाहा बनाइ सकिन्छ यो भनेको यस्तो मुनिपुरी भएको छ सामान भएको त उठाउन सकिन्थ्यो होला हल्का सामान भयो भने हल्लुको खालको सामान यो चाहिँ यो पुतली देखा भइसक्यो यो चाहिँ चल्ने कि नचल्ने ए यसरी चल्नुहुन्छ सरले हेर्नु छैन नि देखाएको छु यो प्लस माइनस पछाडि देखाउँदा है त्यसको पछाडि वायर चाहिँ थाहा भएन यहाँदेखि वायरले जोइन गरेछ ब्याट्रीहरूले गर्दा यहाँ ब्याट्रीको मेकानिजमले गरेको हो कि यहाँ मुनि मोटर ए ठिक छ यो प्लाई हैन प्लाईले गरेको यो त सामान्य चिज हो जसको मेन चिज चाहिँ यसलाई बढाउनलाई मात्रै गरेको भविष्यमा यसरी नै इन्जिनियर बन्नु पर्यो यो चाहिँ कसले बनाएको यो चाहिँ यतिकै सोकेसहरूको लागि यो भनेको त थाहा भएन यो त ठुलै क्लासको दाइले अभिज्ञ आचार्य त्यो चाहिँ के हो यो यता चाहिँ के छ यहाँ चाहिँ के बनाएको यो चाहिँ गेम हो
तिमी चाहिँ कति क्लासको 6 क्लासको यो चाहिँ के हो अलिक सानो घाँस खा यो चाहिँ के हो एक घाँस खान्छु नि मेरो छोरालाई चल्दैन यो चाहिँ के हो यो म भएकै आलु आजले खाइसक्यो एउटा मैले तिमीलाई राख्दै आउँदैन नि आधी खाइसक्यो आलु अब यो चाहिँ म खाँदैछु हालिम यो हालिम भिडियो हो खाइहाल्यो झोलै झोल हुन्छ हातमा बोकेर कि पुगिरहेको कति हिँड्नु भएन हाम्रो हेर्न जाने साथीभाइ हाम्रो हेर्न जाने गयो म त मेरो साथीभाइ गयो यो स्क्रिन नछेक्नु जान्ने 40 याले न 40 यो चाहिँ के गरेको र यहाँ चाहिँ के गर्ने हो 10 रुपैयाँमा 10 रुपैयाँ हालौँ हैन किन्ने केही न केही पर्छ हात खाली जाँदैन कस्तो केही न केही मतलब फेरि एक्सपिन 8 नम्बर दिएर यो भाइलाई फेरि स्पिन गर्नु भाइको फेरि स्पिन ल प्रवेश भाइलाई अनि 1 नम्बर 2 नम्बर चाहिँ कहाँ छ सामान ए यो यहाँ छ 1 नम्बर पर्यो भने उता पेन पायो 2 नम्बर त्यहाँ आयो भने कोक पायो 3 आयो भने 5 रुपैयाँ फिर्ता पायो त्यसरी छ के पछि 5 मा के छ पेन्सिल पायो ल खोइ भाइहरू अलिक के हो कता माछा मार्ने के चिन्नुहुन्छ भन्नु त यही सबै लेखेको कले जाऊ टुप्पी हैन टुप्पी हो खासमा यहाँनिर आगो बाल्छ है बत्ती क्या अन्त यो पूजा गर्ने हो यो आङखोरा हो पानी खाने यो गर्ने हैन माछा मार्न जाने यो माझीहरु यो चाहिँ के हो के भनेर देखाउने तिमीहरु बसेको छौ नि यहाँ ए सरी कता जाने घर जाने हो घर जाने आलुदम भटमासको सक्यो भटमास मकेलाई चिया हो चिया चिया कुन चिया हो रातो चिया सिधो कालो चिया कालो भन्नाले दुध चिया त्यो चाहिँ के हो कति रुपैयाँ यो झरेको छ नि त
फ्रीको जुस हो फ्रीको जुस चिया चाहिँ सकिएछ अनि यहाँ आइज यहाँ तोङ्बा उहिलेको तोङ्बा काठको के चिनिस भन्छ लु आइज त के किन्नु पर्ने कति रुपियाँ मसँग पैसै छैन किन्नु र एकछिन ल कमला दिदी कमला दिदी नखाने के अरे के किन्नु उता किनिदिनु अरे 100 रुपियाँ अरे ल झारी हो उता हातले बनाएको किनिदिनु नि भन्छ अनि